कौरा तनहुको कौराहा गीत प्रस्तुत गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु र तनहुको कौराहा पनि तयारी अवस्थामा रहेको छ। त्यो लगत्तै रूपन्देहीको एउटा नृत्य रहेको छ, क्षितिज सांस्कृतिक परिवारको पनि नृत्य रहेको छ, पार्टी प्रवेशको कार्यक्रम पनि रहेको छ र अब हामी भोलि सांस्कृतिक कार्यक्रममा रमाउनेछौँ र केही मिनेट लगत्तै अर्थात् अर्को सूचना पनि भन्न गइरहेको छु। मगर राष्ट्रिय मुक्ति मोर्चाको 6औं राष्ट्रिय सम्मेलनमा लोकार्पण भएको लेखक सुरेश आले मगरको किताब र मगर समुदायसँग सम्बन्धित अध्ययन अनुसन्धान गरिएका किताबहरू मञ्चको पछाडि रहेको छ। त्यसैले प्रतिनिधि पर्यवेक्षक साथीहरू र यहाँ उपस्थित महानुभावहरूले तनहुको कौराहा नृत्य प्रस्तुत हुनेछ। त्यस लगत्तै क्षितिज जनसांस्कृतिक परिवारबाट शहीदहरू बोलिरहेछन् भन्ने नृत्य हुनेछ र बिचमा पार्टी प्रवेशको कार्यक्रमलाई पनि राख्नेछौँ र जनवादी कलाकारहरूको प्रस्तुति रहने कुराको पनि म जानकारी गराउन चाहन्छु। उहाँलाई हाम्रा अतिथि सत्कार टोलीका सम्पूर्ण महानुभावहरूले तालीले गडगडा तालीले उहाँलाई फेटा भन्दै हुनुहुन्छ र मगर मौलिक परम्परा अनुसार दही र चामल भिजाएर उहाँलाई लगाउने र दुबो र पाटी कानमा सजिदिएर स्वागत गर्ने हाम्रो मगर समुदायको विशिष्ट अतिथिको आतिथ्यता ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। गरी उहाँलाई क्रमशः मगर मौलिक पोसाक र दुबो पाटी अक्षता र फेटाले अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि पार्टीका सचिव कमरेड चक्रपानी खनाल बलदेवज्यूलाई पनि म विशिष्ट आतिथ्यताको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी पार्टीका सचिव कमरेड दिलाराम आचार्यज्यूलाई पनि विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश सभाका दलका नेता तथा निवर्तमान मुख्यमन्त्री जोगबहादुर महराज्यूलाई पनि विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी लुम्बिनी प्रदेशका निर्दोष अलीजीलाई पनि अतिथिको सिंहासन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी यज्ञ पोखरेलजीलाई पनि अतिथिको सिंहासन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी नेकपा माओवादी केन्द्र रूपन्देही जिल्ला संयोजक निर्मल जीसी ज्यूलाई पनि